गराएको छैन साथीहरू। वेलकम ब्याक टु आवर भिडियो। अब हामी एटिएमसम्म जान्छौँ गाइज है त। यसो रोकिदिएर हुन्छ। अब मेरो बाइक अट्छ कि अट्दैन पुरा यहाँ आउँछ गाइज। हटाइदिएँ मैले, हाम्रो दोस्तै पनि छैन नि यहाँ। आया मिरर पनि मिलाउँ एक लट। खुल्ला रहेछ धेरै दिनपछि एटिएम बुट पनि 2-3 दिन। इजी गाइस, इजी पिजी। अलराइट एभ्रिडे हाम्रो भ्लग सुरु हुन्छ यहीँबाट अन्त हुन्छ। के गर्नु साथीहरू, दिनचर्या यस्तै चलिरहेछ हाम्रो। अब वी आर हेडिङ टु फर्स्टमा हाम्रो महाबौद्ध हुन्छ। आज चाहिँ हाम्रो दोकानदारी कस्तो हुन्छ भनेर देखाउन गइरहेका छौँ है त गाइस। अब यहाँको रौनक फिर्ता भइसकेको छ होइन। वैशाख 8-9 जाकान्ट्रा सिरिजको फुल पुरै फुल्न थालिसकेको छ गाइस। अति नै बवाल देखिने गरेर अति नै बवाल देखिसक्यो गाइस। यहाँबाट लुक एट दिस भ्यू। गाडी भएर मजा आएन आज। पहेँलो पर्पल कलरको राइट साइडमा त पुरा फुलिसक्यो। अब यो रुखहरूमा मात्रै फुल्न बाँकी। येल्लो पुरै येल्लो भइसक्यो यताको अगाडि रुख। अब त्यहाँ पनि पर्पल हुन थाल्यो गाइस। जाकान्ट्रा इज एभ्रिवेयर। अब पिपुलहरूको भिडभाड सुरु हुन्छ अब बिस्तारै यो लाइनै रुखमा फलेपछि गाइस। लुक एट द भ्यू म्यान। अहिलेलाई दामी देखिरहेको छ गाइस। पुरै यता च्यापेर हिँडिरहेको छ। त्यसको तल टाटा मोबाइल छ, टाटा मोबिल। ओएमा प्याडक्स जरो क्रास भइसकेको छ त्यहाँ। कस्तो ब्रेक समातेको, कस्तो उत्तानो चिट हुन्न लागेको थियो गाइस। आज एकदम चिल चलाइरहेको जस्तो लागिरहेको छ मलाई। नाउ अब यो पनि रुख हरा पर्पल भइदिन्छ यार। कस्तो रहेछ चलाउँछ यार, सबजना पागलपन्थी चलाउँछ यार। दिस इज भेरी दामी के गाइस। सानो टु व्हिलर कहिलेकाहीँ चाहिँ यस्तो बनाइदेखेर आफैलाई अचम्म लाग्छ, रमाइलो लाग्छ यार गाइस। यसरी बान्न चाहिँ सिक्नुपर्ने भयो मैले पनि अब बाइक स्कुटरमा। यस्तो रहेछ स्कुटरको गेम चाहिँ गाइस। भराक भुरुक भित्रैबाट आइदिन्छ नि यार। ओ मादर कुल्ली जात यार, कति हतार हो यो। चाँठा पनि पठाउनै होला यार, होइन रहेछ।
Alright guys, हामी निस्क्यौँ अब गिजमा नेपालबाट। अब निस्किन रात्रिको समय 8 बजिसकेको छ।